नेपाल प्रिमियर लिग 2025 को अङ्क तालिकामा रोमहर्षक मोड, सुदूरपश्चिम शीर्षमा र विराटनगरले कडा पछ्याई। नेपाल प्रिमियर लिग 2025 मा सुदूरपश्चिम रोयल्स तीव्र गतिमा अगाडि बढिरहेको छ। पछिल्लो अङ्क तालिकाले लिगमा तीव्र प्रतिस्पर्धा बढ्दै गएको सङ्केत दिएको छ। सबै टिमहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका बेला सुदूरपश्चिम रोयल्सले भने पछिल्ला 4 खेल जित्दै 8 अङ्क सहित शीर्ष स्थान मजबुत बनाएको हो। शानदार पर्फर्मेन्समा रहेका उनीहरूले 1.341 को उत्कृष्ट एनआरआर कायम गर्दै प्लेअफको मुख्य दावेदारको रूपमा आफूलाई प्रस्तुत गरेको छ। दोस्रो स्थानमा विराटनगर किङ्सले 4 खेलमध्ये 3वटा खेलमा जित निकाल्दै 6 अङ्क जोडेको छ। लगातार 3 जितपछि 1 पराजयले उनीहरूको गति रोकिए पनि टिमले अझै राम्रो लय कायम गरेको देखिन्छ। आगामी खेलमा उनीहरूले कर्णाली एक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स विरुद्ध भिड्नु पर्नेछ, जसले तालिकामा ठुलो उतार चढाव ल्याउन सक्छ। तेस्रो स्थानमा चितवन राइनोज 4 अङ्कसहित स्थिर देखिए पनि 0.744 को सकारात्मक एनआरआरले उनीहरूको बलियो प्रदर्शन पुष्टि गर्छ। काठमाडौँ गोर्खा, जनकपुर बुल्स र सुदूरपश्चिम रोयल्स विरुद्धका आगामी खेल चितवन राइनोजका लागि निर्णायक हुनेछन्। त्यस्तै काठमाडौँ गोर्खाजले 4 खेलमध्ये 2वटा खेलमा जित र 2वटा खेलमा हार बेहोरेसँगै 4 अङ्क जोडेको छ, तर -0.165 को एनआरआरले टिमलाई अलि दबावमा पारेको छ। पछिल्ला खेलमा जित र हारको सम्मिश्रित नतिजाले उनीहरूको फर्म अलि स्थिर नभई अस्थिर देखिएको छ। तलपट्टिको लडाईँ पनि उत्तिकै चर्किएको छ। कर्णाली एक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले समान 2 अङ्क जोड्दै प्लेअफमा टिक्नका लागि बाँकी खेलहरू कर या मर जस्तै देखिन्छ। खास गरी लुम्बिनी लायन्सको -1.173 को एनआरआरले उनीहरूलाई कठिन अवस्थामा पुर्याएको छ। अघिल्लो सिजनमा एनपिएलको ट्रफी नै जित्न सफल जनकपुर बुल्स हो भने अहिले सबैभन्दा तल्लो स्थानमा छ, जसले अहिलेसम्म खेलेका 3वटै खेलमा 3वटै हार बेहोरेर 0 अङ्कमा बसेको छ। लगातार पराजयपछि टिमको मनोबल कमजोर देखिए पनि आगामी खेलहरूमा सुधार गर्ने अवसर अझै बाँकी छ। कुल मिलाएर एनपिएल अथवा नेपाल प्रिमियर लिग 2025 को अङ्क तालिकाको लिग थप रोमाञ्चक बन्दै गएको सङ्केत दिएको छ। कुल मिलाएर नेपाल प्रिमियर लिगको 2025 को ट्रफी भने सुदूरपश्चिम रोयल्सले बाजी मार्ला कि भन्ने आकलन प्राय दर्शक तथा फ्यानहरूले गरिरहेका छन्।